अब म जाँदैछु फुल रोप्नलाई। यहाँ भने अब हिउँ पर्ने टाइम भएको छ नि त, अनि त्यही भएर अहिले फुल रोपेपछि पछि स्प्रिङ टाइममा चाहिँ यस्तो फुल फुल्छ है यो टाइपको। म तपाईँहरूलाई त्यति बेला पनि देखाउँछु फुल फुल्छ फुल्दैन भनेर। अहिले यहाँ हिउँ पर्नुभन्दा पहिला चाहिँ म फुल रोप्न जाँदैछु। अब हामी यहाँ फुल रोप्छौँ, हेरौँ फुल्छ कि नै थाहा छैन, तर रोप्नु त पर्यो। अहिले कस्तो छ र पछि कस्तो फुल्छ म त्यो पनि देखाउँछु है त। कस्तो तातो भयो र हामीले यहाँ यसरी सानो फुल रोप्ने बनाइसक्यौँ। बुढल त्यहाँ खन्दा रहेछ। बाहिर घाम लागेको छ अनि त्यसैले मैले यसलाई पनि बाहिर बोलाएँ। मजाले घाम तापिरहेछ। के हाल्यो तिमीले? यार यो माटो होइन कि यो माटो के हुन्न, म रोपिदिन्छु मात्र है त। यहाँ स्कुरलबाट बचाउनका लागि ढुङ्गा राखेको छौँ, यसरी याद पनि हुन्छ नि त। फुल पनि रोपेर सक्यौँ। अब यो कस्तो फुल्छ, फुलेपछि फेरि भिडियो बनाएर हाल्नेछु। अहिलेलाई बाइ बाइ।